लसो फ्याफुल्ला जय नेपाल जय किसान। यो हाम्रो नुवाकोट जिल्ला मेगाङ गाउँपालिका वार्ड नम्बर 2 बुङताङको सेरलुङ स्थित भएको श्री सानो कल्लेरी कृषि फर्मको सुन्तला बगानको दृश्य हो। यस्तो छ हजुर आजभोलि हाम्रो सानो कल्लेरी कृषि फर्मको प्रोप्राइटर माया तामाङ हातमा पाइप तानेर बसिरहनु भएको छ। साउनी भन्दै हुनुहुन्छ, साउनी नै होला। यस्तो छ साथीहरू, एकदमै रमाइलो दृश्य छ। अबको केही दिन मात्रै रहन्छ यो। यति राम्रो चकिलो, यति लहलहाउँदो यस्तो छ साथीहरू। यो हेर्नुहोस् है, यो त भाँच्नै लागेछ हौ। यस्तो छ आँखी सेतला तेह्र यस्तो छ साथीहरू, एकदमै लोभ लाग्दो दृश्य भइसकेको अवस्था छ। यस्तो छ हौ साथीहरू, एकदमै राम्रो दृश्य आएको छ। हेर्नुहोस् यति झुप्पो झुप्पो भएर फलेको छ। हेर्नुहोस् एकदमै मनमोहक, हेर्न रमाइलो। तपाईहरू पनि एकदमै अग्रसर भएर उत्सुक भएर लाउनु हुन विनम्र अनुरोध गर्दछु। गर्दा सबै कुरो हुँदो रहेछ। हाम्रो नेपाली भूभागमा पनि नहुँदो केही पनि छैन। यतिको रमाइलो एकदमै राम्रो छ। मैले जहिले पनि तपाईहरूलाई पनि केही प्रेरणा मिलोस् भन्ने हेतुले यो मेरो भिडियोहरू पोस्ट गरिरहेको हुन्छु। तपाईहरूले पनि लाउनुपर्छ, गर्नुपर्छ भन्ने आग्रह हो मेरो। यति राम्रो, यति ठुलो, यति मजाको, यति रसिलो, गुलियो, चिनी गुलियो सुन्तला हेर्नुहोस्। हाम्रो यो ठाउँमा पहिला हाम्रो सुन्तला मनोकामनाको भनेर बेच्थ्यो भने मैले अहिले मेरै बुङताङको नाम लिएर बेच्नु भनेर व्यापारी साथीहरूलाई भनेको छु। यो चाहिँ बुङताङ ब्रान्ड, बुङताङ ब्रान्डको नामले चिनिएको छ, चिनाएको छ। यस्तो छ साथीहरू, एकदमै यो हाम्रो मेगाङ गाउँपालिका बुङताङ ब्रान्ड भनेर मैले चाहिँ अब केही वर्षमा ब्रान्डिङ पनि गर्छु म यसलाई। एकदमै राम्रो, स्वादिलो, कलर त्यस्तै। हेर्नुहोस् है साथीहरू, यस्तो राम्रो कलर छ। आहाहाहा, यस्तो छ हेर्नुहोस्। ल हेर्नुहोस्, यो एकदमै राम्रो, रमाइलो, मिठास होला नहुँदा नि नखाँदा नि मुख मिठ्याउने यति राम्रो दृश्य छ। हेर्नुहोस् साथीहरू, ल हेर्नुहोस्, यो एउटै झुप्पोमा कतिवटा छ हेर्नुहोस् है साथीहरू। यस्तो छ, ल यस्तो छ। यो एकदमै राम्रो दृश्य छ, एकदमै राम्रो फलेको छ। हेर्नुहोस् माथिको झुप्पो, ओहो हो हो हो, यस्तो यस्तो दामी छ है साथीहरू। ल यति रमाइलो पल छ यहाँ। अब यो 28 गतेबाट बजार पठाउने तर्खरमा छौँ। मेरो अहिलेलाई आउनुपर्ने साथीभाइ, किसान महासङ्घका कार्य समितिका साथीहरू, अग्रजहरू र मिडियाकर्मी साथीहरू आउनलाई बाँकी भएको नाताले कारणले रोकिरहेको अवस्था छ। यति राम्रो छ हेर्नुहोस्। यो एकदमै अब कलरफुल भइसकेको, स्वादफुल भइसकेको अवस्था हो। यस्तो छ। अब केही दिनमा बजार गइन्छ। तपाईहरूलाई बुङताङको सुन्तला खान आउन नभ्याउनु हुने मित्रहरूलाई
त्रिशुली बजारमा बुङताङ ब्रान्डको सुन्तला कहाँ पाइन्छ भनेर त्रिशुली बजारदेखि बट्टार बजारसम्म तपाईहरुले खोजेर खान सक्नुहुनेछ। यति राम्रो दृश्य। यो बगैँचामा तपाईहरुलाई आउनुभयो भने स्वागत छ। 28 गते भन्दा उता चाहिँ सम्भवतः हामी छिटै क्लियरेन्स गर्छौं, नआउनु होला। 28 गतेसम्म, यो 27 गतेको शनिबारसम्म निम्तो रहे। तपाईहरु बगैँचामा आउनु भएपछि रमाइलो दृश्य त हेर्न पाउनुहुन्छ नै, 2-4 दाना चाख्न पनि, मिठास चाख्न पनि निशुल्क उपलब्ध हुनेछ। रुखमा चाहिँ तपाईहरुले टिप्न पाउने छैन, हामी फर्म सञ्चालकले नै टिपेर दिनेछौं। त्यसकारण तपाईहरुलाई निम्तो फोटो खिच्न एलाउड, हेर्नलाई एलाउड, टिप्नलाई चाहिँ तपाईहरुको खुसीले एक दाना पनि नटिपिदिनु होला। हामी तपाईहरुलाई पाहुन सत्कारको लागि हामी टिपेर तपाईहरुलाई टक्र्याउने छौं, खुवाउने छौं। त्यसकारण तपाईहरुले आफू खुसी चाहिँ नटिपिदिनु होला। यो किनभने आफू खुसी टिप्दा तपाईहरुले एक त टिप्ने मापदण्ड तपाईहरुलाई थाहा हुँदैन, झ्याकझुक तानेर हाँगा भाँचिन्छ। र अर्को कुरो, यो हाम्रो टिप्ने आफ्नै तरिका मापदण्ड छन्। त्यसले गर्दाखेरि तपाईहरुले आफू खुसी चाहिँ नटिपिदिनु हुन हाम्रो फर्मको सादर अनुरोध छ। तपाईहरुलाई हामी पाहुन सत्कार गर्नको निम्ति हामीले अलगै मिठै राम्रै रुखको टिपेर राखेको हुन्छु। टिपेर हामी तपाईहरुलाई टक्र्याउने छौं। त्यसमा तपाईहरु अन्यथा दुःख नमानिदिनु होला। हेर्नुस्, यो एकदमै राम्रो दृश्य। यहाँ हेर्नुस्, यस्तो यो एउटा झुप्पामा मात्रै कतिवटा छ हेर्नुस् है। यो झुप्पामा 2, 4, 6, 8, 10, 12, 14 वटा त यही झुप्पामा रहेछ। हेर्नुस् है साथीहरु, अब माथिको झुप्पामा त कति हो। अब यस्तो छ। ल हेर्नुस्, यति रमाइलो। हेर्नुस् त, यो यस्तो मिठो रमाइलो। त्यो हाँगै भाँचिएको जस्तो छ झन् त्यहाँ, त्यस्तो रहेछ। एकदम मनमोहक दृश्य। हेर्नुस्, यस्तो छ। हेर्नुस्, यस्तो। यो चाहिँ हल्का यो किराको प्रकोप हो, हल्का सेतो लागेको हुँदो रहेछ। यस्तो छ है साथीहरु, हेर्नुस् त, यति राम्रो। ल यस्तो छ साथीहरु। अब चाहिँ केही दिनमा तपाईहरुको मुख मिठाउन बजार आउँदैछ। लस्सो धन्यवाद फ्याफुलजी। यस्तो छ साथीहरु, जति हेरौँ लाग्ने। यो चाहिँ मेरो फर्मको दृश्य, मेरो आवास यस्तो छ। अब जहाँबाट हेर्यो त्यहीँबाट त्यति नै रमाइलो। हेर्नुस्, एकदमै मनमोहक दृश्य। ल त साथी हो, तपाईहरु यहाँ आउनुहुँदा खानुभन्दा पनि हेरेर मजा लिन सक्नुहुनेछ। ल यस्तो छ, एकदमै रमाइलो दृश्य। यस्तो छ है साथीहरु। क्यामेरा जता घुमायो त्यतै रमाइलो छ। हेर्नुस् साथीहरु, एकदमै रमाइलो।
ल हेर्नुहोस् यस्तो छ। अन्त्यमा सबैले फलफुल खेतीमै अग्रसर हुनुस् भन्ने आग्रहका साथ मेरो जन्मगाउँ नगरकोट जिल्ला मेगाङ गाउँपालिका वार्ड नम्बर 2 बुङताङको दृश्यलाई देखाएर अन्त्य गर्न चाहे। धन्यवाद। यस्तो छ हाम्रो गाउँको दृश्य यस्तो छ। ल हाम्रो माया दिदी यसरी चाहिँ साउनी चाहिँ उफ्रिरहनु भएको छ। सुन्तलाले खुसी भएको होला। धन्यवाद।